हामी चाहिँ सामान मिलाउँदै रातको 3 बजिसक्यो। त्यो पनि मिलाइ भएको छैन। दाजुभाइलाई मिलाएर दिने रे भनेर फेरि डिजाइन बनाएर दिँदैछ दिदीहरू चाहिँ। म चाहिँ यसो भिडियो लिँदैछु 1-2 क्याप्चर, यसो पछिको लागि मेमोरी हुन्छ भनेर। अब खासै लाइक भ्युज त आउँदैन, फलोवर्स नि छैन, त्यही भएर नि होला। यो चाहिँ मैले थोरै भयो नि मेमोरीको लागि भनेर राखेको है साथीहरू। मेरो चाहिँ यहाँ पानी पऱ्यो होला, कस्तो स्याहाइरहेको छ नि, वातावरण नै छैन भिडियो बनाउने। पानी परेर गाडी गुडुङ गरिरहेको छ। अनि यहाँ चाहिँ फेरि अब फलफुलहरू भाग लाउँदै मैले भिडियो बनाएको दिदी तर्सेरी भनेर खोजिरहेको छ यहाँ चौबिरहरू। दाजुभाइको भाइटिकाको सामानहरू यहाँ चाहिँ प्याकिङ गर्दैछ। बहिनीले दिदी चाहिँ बाहिर लाउनुहुन्छ नि त भाइटिका, दाईहरू बाहिरै हुनुहुन्छ। अनि अब हाम्रो होस्टेलमा चाहिँ भित्र छिर्न दिँदैन, त्यही भएर चाहिँ सब सामानहरू प्याक गरेर भोलिको लागि सजिलो हुन्छ भनेर अहिले नै रातको 2-3-4 बन्न थालिसक्यो हौ। सकेको छैन अझै फलफुल मिलाउने, चक्लेटहरू मिलाउने, यताउति गर्दा गर्दै हामी चाहिँ दिदीलाई सपोर्ट गरिदिन्छौँ। अब तिहारको भिडियो अब भर्खर एडिट गर्दैछ। अब टाइमै पाउँदैन कि अब कम्पनीमा कहिले काम चल्छ कहिले काम चल्दैन। अब काम चलाएपछि त गर्नै परिहाल्यो, त्यही भएर भर्खर एडिट अलिअलि आउने नआउने अलिअलि एडिट गर्दै हालिरहेको छु। धेरै ढिला भयो जस्तो छ, त्यो पनि मेमोरीको लागि हो। अब लाइक भ्युजको लागि गरेको भए पो अलिक छिटो गरेर टाइममै अपलोड गर्नु छैन। हाम्रो चाहिँ मिलाउने भ्याए छैन, यता के अरे उता के अरे भनेर भर्खर सामानहरू मिलाइ भ्यायो। खाने कतिखेर हो, सुत्ने कतिखेर हो, यस्तै छ। बाहिरमा भोक लागेर फेरि तनाव दिलाई स्याउमा आएको, खै स्याउनै दिनु भएन भन्दै म चाहिँ बसिरहेको चाहिँ। स्वर पनि कस्तो घ्यारेर आइरहेछ मेरो, अलिकति सन्चो नि छैन, त्यही भएर भिडियो नि एडिट गर्न पाएन। घाँटी दुखेर के गर्नु र, मैले सेमेस्थ्यो कहिले काम कहिले पानी कहिले चिसो कहिले तातो गरेर ज्यानै कहिले पनि उयो भएन। के गर्नु अब यस्तै हो। अहिले पनि पानी परिरहेको छ, गाडाङ गुडुङ गरिरहेछ, भिडियोमा स्या आइरहेछ। खासै एडिट गर्न त जान्दिनँ, अब धेरै थोरै भयो नि यसो मिलाएर गरिरहेछु। अब तपाईँहरूले चाहिँ मिलाएर बुझिदिनु होला गाइस ल भन्दै। हाम्रो सामानहरू पनि सबै रेडी हुन आँटे। अब यस्तो फोटोसोटो लिने भनेर फेरि केटी मान्छे त्यही त हो नि, अलिकति नयाँ कपडा अहिले फोटो चाहिने, अलिकति सामान मिलाइने फोटो चाहिने। अब सबै भिडियो फोटो भन्दै एउटाले फेरि अब मिलाएर फोटो खिचौँ न भनेर डेकोरेसन गर्दैछ फलफुल र भाइटिकाको मसलाहरूको। छोरी मान्छे बेसी त्यस्तै हो। दिदीले चाहिँ मिलाउँदैछ, दिदीले चाहिँ अब भयो धेरै फोटो खिच्नु भनेर भन्दै प्याकिङ गरेछ भोलिको लागि सजिलो हुन्छ भनेर। अहिले यति गरेपछि त भोलि टक्क उठ्यो, अलिअलि सामानहरू ततायो, प्याक गर्यो, नयाँ कुदिहाल्यो, जस सजिलो हुन्छ नि त भोलिको लागि। त्यही भएर छुट्टी लिएर बस्नु भएको छ दिदीहरू नि। अनि हामीले दिदीलाई सपोर्ट गरेँ। अनि त्यसको सट्टामा दिदीले चाहिँ हामीलाई एउटा स्याउ दिनुभयो, चक्लेट स्याउ है गाइजहरू, मिठो हुँदो रहेछ। मैले पनि पहिलोचोटि खाएको। अनि अब यहाँ खै दाजुभाइलाई लुगा दिने रे दिदीको भन्दै यहाँ फुचीले चाहिँ दिदीलाई हेल्प गर्दैछ, कपडाहरू मिलाउँदैछ। मेरो चाहिँ पहिला चाहिँ थाहा थिएन मलाई चाहिँ यसरी कपडा दिएको। अब मैले पनि अब यहीँ मलेसियामा आएर लगाएको हो, दाइहरूले टिका पनि। म खासै त त्यो लाउन जान्दिनँ, अब अलिअलि भयो नि खै दिदीहरूले चाहिँ लुगाहरू दिनुहुँदो रहेछ। अनि मलाई थाहा थिएन। अनि हाम्रो चाहिँ पहिला फुपूहरूले चाहिँ टोपी र रुमाल चाहिँ दिनुहुन्थ्यो, यसरी लुगा दिन्छ भने चाहिँ थाहा थिएन है मलाई। म चाहिँ पछाडि बसेर फुचीलाई जिस्काउँदैछु, चाहिँ जिस्किँदै स्याउ खाँदै बसिरहेछ। म पनि के कम्ती भन्दै भने स्याउ टोक्दैछु, गरम भएर भोक लागेर थाकेर बसिरहेछ। त्यही भएर दिदी स्याउ दिएर स्याउ टोक्दैछौँ। अब ढिला भएपछि सुन्दा यसै पनि ढिला, भोलि फेरि चाँडो उठ्नुपर्छ भनेर फेरि सुतेर भोलिको लागि तयारी गर्न गयौँ। अब बिहान चाहिँ रेडी भएर ल सबै सामान मिलाएर यहाँ दाइलाई टिका लगाइदिन्छौँ। तर ठाउँै पाएन कि उता क्यान्टिनमा त साथीहरूले पनि लाउँदो रहेछ। अब यस्तै त नि अरूको ठाउँमा भनेर यता होस्टेल पछाडि आएर पुरै पानी घुमाउँदैछु म चाहिँ। अब पानी पनि थालेछ, हावाहरू पनि चलिरहेछ भनेर छिटो अब आफूले जाने अनुसार छिटो गरेँ। खासै लाउनु त जान्दिनँ म पनि, आफूले अब सम्झेअनुसार थाहा भयो अनुसार लगाएको है मैले पनि। अब यहीँ मलेसियामा आएर लगाएको मैले पनि टिका, त्यो खासै त जान्दिनँ म पनि। मैले चाहिँ पानीले 3-4चोटि घुमेँ होला, 3चोटि घुमेँ। अनि खै फुलमाला के घुम्ने भनेर गर्दैछ गाइस। खासै आउँदैन, अब यस्तै त हो नि हो। आफ्नै दाजुभाइ भएको अब बच्चादेखि लाएर अलिकति पाक्को भइसक्यो, अब सबै कुरा थाहा भएको भन्नु
खासै त्यस्तो थाहा नि छैन। हावा चलिरहेछ, अहिले पनि पानी परिरहेछ, गाडाङगुडुङ गरिरहेछ। त्यही हावाले गरेर होला स्याँ आइरहेछ, स्याँ स्याँ के छ आइरहेछ पछाडिबाट। त्यो प्राइस चाहिँ राम्रो बनाउने चाहिँ प्रयास गर्दैछु, तर पनि खासै टाइम पनि पाउँदिनँ कि। अब छुट्टी पनि अब शनिबार अब आइतबार हुन्छ, अब कहिले साथीहरूको ड्युटी हुन्छ, कहिले आफ्नो हुन्छ, भ्याउँदैन कि भिडियोहरू एडिट गर्नलाई नै। त्यही भएर अब आज चाहिँ यसो अल्छी लाग्यो भने, निन्द लाग्यो भने यसो टाइम मिलाएर गर्दैछु। म चाहिँ दाइलाई धुप बाल्नलाई खोजेको, हावाले बाल्नै सकेन हौ। दाइले यहाँनिर हेल्प गर्दैछ। दाइ चाहिँ मेरो फेरि राई हो है, फेरि यहाँ आएर चिनेको। अब दाइ चाहिँ राई पऱ्यो, म चाहिँ तामाङ पऱ्यो। अब दुइटै मिक्स भएर अब टिका लगाउने स्टाइल पनि दुइटै मिक्स है। दाइले एउटा भन्नुहुन्छ अनि मैले चाहिँ एउटा गर्छु, दुइटै बराबर। अनि बल्ल बल्ल अब हावाले गर्दा धुप बाल्न चाहिँ हामी सफल भयौँ। अब यसो कार्यक्रम स्टार्ट गर्दैछौँ। अब यस्तो गऱ्यो उस्तो गरी नभन्नु होला। अब खासै चाहिँ मलाई चाहिँ आउँदैन टिका लगाउनु, यहीँनिर लगाएको भन्दैछु म। खतरा पानी रहेछ नेपालमा, पानी परेर हैरान, यहाँ पानी नपरेर हैरान। बल्ल बल्ल पानी परेको नि गाडाङ गुडुङ गरेर तनावै तनाव। बल्ल बल्ल भिडियो एडिट गर्न थालेको, त्यो पनि समय नै मिलेन, गाडाङ गुडुङ गरिरहेको छ। अब यस्तै हो। खै टिका लगाउने भने न धुप बल्छ न बत्ती बल्छ, बत्ती बलि निप्छ, धुप बलि निप्छ। खै यसपालि त के हो टिका लगाउने टाइम पनि। एक त फुलवालाले फुल ढिलो लगाएर यस्तो तनाव भयो नि, 11मा लाउन पनि 12:30 पो लाउनु पऱ्यो टिका पनि। सायद नि अलि धेरै नै भयो, झन् पहिलाको जस्तो सोचेर यसो योपालि चाहिँ टाइममै लगाउनु पर्छ एउटा दाइलाई हो भनेर गरेको। खोइ फुलमाला ल्याउने मान्छेले नै ढिलो गरेर तनाव गरेर अब तारा अब यता गर्ने उता गर्ने गरेर त्यो पनि कस्तो आत्तिएको कि यसपालि। म त सायद त्यो ढिला भएर होला, अब एक त साथी पनि नभएर होला। अब फुची तिर्छन अब त साथी भयो नि, अब अलिकति अप्ठ्यारै पर्छ नि त। परदेशको ठाउँमा यता मिलाउँदा उता मिलाउँदा एउटा भेट्यो भने अर्को भेट्दैन, अर्को भेट्यो भने एउटा भेट्दैन, त्यस्तै हो। मैले चाहिँ अब अलिअलि भए पनि यसो दाइलाई मन राखिदिउँ भनेर, आफ्नो मन राखिदिउँ भनेर चाहिँ अब दाइलाई टिका लगाउने स्टार्ट गरेको। अब म खासै एडिट गर्न त जान्दिनँ है। अब आफूले जाने अनुसार चाहिँ गरिरहेको छु, बिस्तारै बिस्तारै गर्नेछु, प्रयास गरेको छु। जति नै जे भयो भने प्रयास चाहिँ जारी छ है गाइस। दाइले चाहिँ मलाई सुनाउँदैछ है, अब जताबाट घुमाइदिन्छ, जे गरी घुमाइदिन्छ, जस्तो मान्छे राख्नु पऱ्यो भनेर भन्दै हुनुहुन्छ है। दाइलाई नि खासै थाहा छैन रे, दाइको घर पनि सायद उदयपुर होला दाइको घर। दाइको नि बहिनी छैन रे, दाइ पनि छैन, भाइ पनि छैन, बहिनी पनि छैन, दिदी पनि छैन, दाइ पनि एक्लै हुनुहुँदो रहेछ नि त। अनि मेरो चाहिँ यहाँ दाइ नि छैन, भाइ नि छैन, छन त ठुलोको छोराहरू हुनुहुन्छ। भए पनि अब मैले चाहिँ पहिला टिका लगाएको थिइनँ नि त, अनि पहिला दाइले लाउनु हुन्थ्यो अरे, पढ्नुहुन्थ्यो खै। अनि यो साल चाहिँ 4 साल भयो मैले चाहिँ दाइलाई टिका लगाइदिएको। अनि 4 सालमा 4वटा टिका फरक फरक के। मलाई फेरि थाहा छैन कुन टिका पहिला आउँछ, कुन टिका कति उयसमा लाउने हो भनेर, मलाई त्यो केही पनि थाहा छैन। जस्ट मैले अनुमानको भरमा, देखेको भरमा चाहिँ लगाइदिएको। अब नेपाल गएपछि चाहिँ रीतिरिवाज सबै पुरा गरेर लगाइदिनु चाहिँ इच्छा छ मेरो दाइलाई। अब नमरुन्जेल भाग्यमा के लेखेको छ, अब गएर पनि भेट हुन्छ कि हुँदैन थाहा छैन। अब सकेसम्म त भेट हुने प्रयास चाहिँ गर्नेछौँ। दादाले नि भन्नुहुन्छ नेपाल गयो भने भेट्नुपर्छ है बुने भन्नुहुन्छ। अब दादा कहिले जानुहुन्छ, म कहिले जान्छु थाहा छैन। जस्ट गएर नि टिका चाहिँ लाउँछु म दादालाई भनेर सोचिरहेको छु। यहाँ कता के भनेर अब यहाँ दाइलाई यस्तो फुलमाला चढाउँदै मलाई खासै थाहा छैन। मैले पनि मेरो फुपूहरूले गरेको देखेँ है। अनि दादालाई पनि थाहा छैन, हाँस्दै हुनुहुन्छ। मलाई पनि थाहा छैन खासै। मैले चाहिँ आफ्नै संस्कृति चाहिँ अहिलेसम्म लगाएको छैन, तर मैले चाहिँ अरू बहिनीहरूको हातबाट चाहिँ लगाएको छु, साथीको बहिनीहरूको हातबाट भन्नुभयो। अनि अब त्यही सिक्दैछु आफूले। अब थोरै भए नि जानी नजानी भए पनि लगाउँदैछु, जस्तो आफ्नो मन राख्न। अब पहिल्यैदेखि लाग्यो भए पो थाहा हुन्थ्यो। अब आफ्नो त त्यस्तै, कोहीको भाग्यमा दाजुभाइ हुन्छ, कोहीको भाग्यमा दिदीबहिनी हुन्छ, कोहीलाई दाजुभाइ भए नि सुख छैन, कोहीलाई नभए नि सुख छैन, कोहीलाई दाजुभाइ भए नि सुख छैन, नभए नि सुख छैन। त्यो भए पनि उयो हो, नभए नि उयो। जस्ट अब नहुँदा चाहिँ अलिकति खलो नै लाग्दो रहेछ क्या। अब तिहार आयो, दसैँ आयो भन्दाखेरि अलिकति नराम्रो नै हुने रहेछ। अलि मन
नरमाइलो हुने रहेछ दियोस्। अब यस्तै हो, जे जस्तो भयो नि अब आफ्नो दाइ सम्झेर दाइ मानेर टिका लाउँदैछु है। अब आफ्नो नभए के गर्नु त, मन त राख्नु परिहाल्यो। भन्दै दाइले अब तेल लाउँदैछु है, पुरै तोरीको तेल मेथी झारेर मेथी तताएर दाइलाई लाउँदैछ नि। दाइले चाहिँ कपालै छैन मेरो, झरेर सकिसक्यो भन्दै हुनुहुन्थ्यो। साँच्चै नै मलेसियामा त सायद पानी पनि नराम्रो भएर होला है, कति धेरै कपाल झर्ने कि कपाल झर्ने, अब शरीरहरू चिलाउने। खासै पानी हावापानी चाहिँ राम्रो छ नि। यहाँ घाम लागे पनि अब बाहिर यसो डुल्न गयो नि एकछिनमा के अब कालो चाहिँ खासै होइन, त्यो रातो क्या। जहाँ जहाँ घाम पर्छ नि त्यहाँ चाहिँ पुरै रातो भएर बस्ने। अब कपडा लगाएको ठाउँमा त ठिकै हो, केही पनि नहुने। तर यहाँ घाम पानी हावा चाहिँ खासै राम्रो छैन क्या। एक त झन् यहाँ एकतर्फी के जहिले गरिमको गरिम हुन्छ। अब पानी पऱ्यो भने एक हप्तासम्म पानी परे हुन्छ, परेन भने पर्दै पर्दैन। अनि यस्तो गरिम हुन्छ नि, अब गाह्रो छ हो मलेसियामा काम गर्नलाई। कहिले जाडो हुन्छ, कहिले पानी परेर तनाव हुन्छ। दाइको चाहिँ म कपाल मिलाउँदैछु, तक्लु भयो भन्दै हुनुहुन्छ दाइ पनि। कपाल झरेर सब हालत सबको एउटै हो। सायद दादा कपाल पातलो भएर पनि होला, अलिकति कस्तो मिलाउन अप्ठ्यारो भइरहेको। त्यही पनि अब दादाको कपाल झराएर नि त, अनि आफूलाई पनि कस्तो अप्ठ्यारो लाग्यो। दादाले भनिदिनुहुन्छ मेरो त कपालै झरेर सकिसक्यो, अब मास्तिरै फर्काइदिनु भन्दै हुनुहुन्छ। अब चाहिँ कपाल नि कोर्दो रहेछ है। अब मलाई पनि थाहा थिएन है, दिदीहरूले मलाई सिकाउनु भएको यहाँनिर त्यस्तो गर्छ है कान्छी भनेर भन्नुभएको थियो। अब सिकाउनु त हुन्छ, अब तल जाँदा लाउँदाखेरि सबै बिर्सिन्छ, के गर्नु। त्यस्तै हो। म चाहिँ यसो यहाँ खाली रुममा एडिट गर्न आएको भिडियो अब ढङढङदै बज्दो रहेछ। मैले नि सुनेको थिएन, भर्खरै सुनेको आफ्नो भोइस कस्तो टोइलेटमा बसेर बोलेको जस्तै आउँदो रहेछ। अब जस्तो भए पनि अब थोरै मेमोरीको लागि भए पनि अब मैले चाहिँ बनाएको हो। अब यस्तो अब जान्दिनँ, खासै चलाएको पनि छैन। अब भर्खर स्टार्ट गरेको हो। मलाई यहाँ सूर्य दाइले नि सिकाइदिनुहुन्छ क्या, अनि यस्तो गर्नुपर्छ उस्तो गर्नुपर्छ गर्छु भन्छु। रुममा आएर त्यही हो, साथीहरू हुन्छ। अब एक्लै भए पो अनि मजाले राम्रोसँग होइन खोजी गर्नु। अब एक्लै हुँदैन, साथीहरू हुन्छ। अब साथीहरू नि डिस्टर्ब हुन्छ जस्तो लाग्छ। अनि अब आफूलाई पनि कहिलेकाहीँ त झ्याउलाइरहेको हुन्छ, ज्यान दुखिरहेको हुन्छ। अनि गर्दिनँ, भोलि गर्छु भन्दा आज चाहिँ अलिक फुर्सद मिलाएरै भए पनि गरेको। अब यहाँ खाली रुममा आएको ढङढङ सुन्दर सोरे के एक त पानी परेर गाडाङ गुडुङ गरेर नै मेरो आवाज नै गाडाङ गुडुङसँगै हराइसक्यो। अब टिका लाउने सुरसारमा अब खै फुजीले फेरि सेतो बनाएर ल्याइछ कि गिलो बनाएर पहिला सुरु केलाई पूजा गर्नुपर्छ भन्थ्यो। मैले त त्यो नि बिर्सेछ के भनेर। अब पहिला चाहिँ मैले ओखर फुटाएर नै दादालाई नै खुवाइदिएको थियो, अनि मलाई नै खुवाइदिनु भएको थियो दादाले। अनि अहिले चाहिँ फेरि खै ओखर फुटाएर खै खै के हो, मलाई खासै जान्दिनँ हो। म त बुझ्दिनँ हो यो भाइटिका त। अनि त्यो ओखर फुटाएर अब दाजुभाइको चाहिँ दशग्रह चाहिँ यसमै जान्छ अरे भनेर चाहिँ दाजुभाइलाई चाहिँ घुमाएर चाहिँ डाँडा कट्ने गरी फाल्छ अरे, नदेखि गर। आफूले त पहिले त त्यो फोरेर खाइदिएको थियो। भनेपछि मैले पहिलाको सालको दशग्रह चाहिँ मैले आफैले फोरेर आफैले खाइदिएँ जस्तो चाहिँ। यसपालि चाहिँ फुचीले अनि त्यो त फाल्छ नि खाने होइन भन्न आँट्यो, अनि त्यसलाई फुटाएर नै फालिदिएँ। अब खै घरि कसलाई केलाई टिका लाउनु पर्छ नि। म चाहिँ यहाँ दल्दैछु। टिका पनि खै कति कलर पो थियो, 6-7 कलर थियो। रातो पनि रहन्छ, सेतो पनि रहन्छ। अब के गर्नु, खै अर्डर गर्दा सबै गरेको थिएँ, तर टिका नि ढिला आयो कि, त्यही भएर अलिकति झ्याउ पनि भयो। एक त भोक पनि लागिरहेको थियो, हिजोदेखि राम्रोसँग खाना नै खाएको थिएन। अब सुतेको पनि थिएन, निन्द्रा पनि थिएन। त्यस्तो नेपालमा भए पो मिलेर अब मम्मी बाबाले हेल्प गरिदिन्छ भन्नु, अब यहाँ कसले हेल्प गर्नु र। हेल्प गरिने अब साथीले गर्छ, त्यही पनि अब ड्युटीबाट आएर थाकिरहेको हुन्छ। अब कसरी गर्नु र, खै उनीहरूलाई नि कसरी भन्नु। पोहोर त मैले एक्लै लगाएको थिएँ। अब यसपालि चाहिँ साथी छ नि त बहिनी, अनि त्यही भएर उसलाई छुट्टी लिएर बस्न लगाएर खानेसानेहरू चाहिँ बनाएँ बेलुका नै। अनि बिहान त छिटो टिका लाउँछु भनेर बसेको, फुलवालाले नै ल्याङ गरेर तनाव भयो नि। दादाले भोक लाग्यो होला है नानीलाई भनेर भन्दै थियो। भोक लाग्यो के गर्नु, दादालाई नि मैले त्यत्रो बेर कुरायो। टिका लाउनलाई खै कसरी, यसपालि त
मैले पहिला चाहिँ आफ्नै ठुलोबाको छोराले लगाइदिएको थियो मेरो ठुलोबाको छोरा नि यहीँ हुनुहुन्थ्यो अब जानु भयो नि त अनि यसपालि चाहिँ एक्लै छ अनि त्यही भएर दाइलाई लगाइदिएको खोइ पहिलाको जस्तो खासै रमाइलो नि भएन सायद त्यो नभए दाइ नभएर नि होला है पहिला सधैँ पहिला सुरु चाहिँ मैले 3 जना लगाएको थियो दाइलाई यहीँ हुनुहुन्थ्यो अनि पछि दाइ फेरि एउटा दाइ घर जानुभयो त्यो चाहिँ मेरै थरको दोङ दाइ हो अनि फेरि अनि त्यसपछि 2 साल चाहिँ मैले तीन जनालाई लगाइदिएँ अनि 1 साल चाहिँ 2 जना लगाइदिएँ अनि यो 1 साल चाहिँ अब 1 जनालाई मात्रै अब दाइ पनि जानुहुन्छ अरे भन्दै हुनुहुन्थ्यो अब कहिले जानुहुन्छ फेरि अब खाली हुने भयो हात अब पहिला पनि खाली नै थियो अब यो 4 वर्ष चाहिँ लगाएँ अब अर्को वर्ष चाहिँ के हुन्छ अब दाइ पनि जान्छु भन्दै हुनुहुन्थ्यो म पनि अब लाग्नुपर्छ भनेर सोच्दैछु अब कति अरूको देशमा मात्र बस्नु आफ्नो देशमा नि यसो के गरौँ कि भन्छु अब त्यही सोचिरहेको अब हुन्छै हुँदैन अब त्यस्तो भन्दै चाहिँ हामी चाहिँ ल टिका लाउन थाल्यो ल हावा लागेर फेरि सबै उडाएर टिका पनि के भन्नु र यताउता भएर आज चाहिँ मैले एकैचोटि भिडियो लगाइदिएको खोइ भिडियो नि सकिनँ हौ लामो भए जस्तो कट गर्दै बनाएको झन् लामो भए जस्तो हौ अब फेरि पनि टाइम पाउँदैन यस्तै त्यही भएर अहिले नै सबै एकैचोटि क्याराम घुरुमा हालेर बनाइदिउँ भनेर अब राम्रो त छैन भए पनि भोलिपर्सि अब घर जाँदा ठिक मेमोरीको लागि भए पनि हुन्छ भनेर बनाएको खोइ भिडियो नै सक्दैन हौ अल्झी लागिसक्यो मलाई त एक त यहाँ रुम खाली भएर होला टोयलेटमा बसेर बनाएको जस्तै भइरहेछ भोइस पनि त्यस्तै आइरहेछ अनि अलिअलि सन्चो नभएर होला घाँटी पनि दुखिरहेछ सुर पनि कस्तो भ्यारेर आइरहेछ हौ राम्रै आउँदैन किन होला खै मैले टिका लगाएर भ्याइनँ हौ गाइस अब त्यस्तै छ मेरो टिका लाउने स्टाइल पनि अब नयाँ गऱ्यो खै रातो नि छैन एक त हावा आएर हावाले नै उडाइरहेछ त भोक लागेर होला हात पनि कामिरहेछ दादा पुरै टाढो बस्नु भएको छ बिचरा भोक लाग्यो होला है दादालाई पनि कति धेरै वेट गराएँ त्यही भएर टिका त कति 11:30मा थियो होला मैले टिका लाउँदा त 12:30 जति भएको थियो होला मैले टिका लगाएको पनि अब सधैँ अब साइडमा लाउँथेँ पहिला त यसपालि चाहिँ साइडमा नि भएन टिका पनि खासै राम्रो नि थिएन अब यहाँ मलेसियाको त हो नेपालमा गएर अब राम्रोसँग दादालाई भेटेर दादाकै घर गएर दादाको फ्यामिलीलाई नै चिनेर अब टिका लाउनु पर्छ भनेको खोइ अब कहिले जाने हो नेपालमा कहिले लगाइदिने हो मैले टिका लगाएर पनि सकिनँ हात कामेर भोक लागेर एक त घोडा दुखेर तनाव छ हौ टिका लाउन पनि भन्न मात्रै भाइटिका हो तर धेरै गाह्रो छ हौ छोरी मान्छेलाई चेली मान्छेलाई भन्दा नि अब छोरा मान्छेले भन्दा नि चेलीलाई चाहिँ धेरै दुःख यता सामान मिलाउनु पर्ने उता सामान मिलाउनु पर्ने अब नेपालमा त अब टपरी बुनिन्थ्यो यहाँ त अब पात खोज्न नि कहाँ जानु टाइम पनि एक त टाइम नि हुँदैन अनि जस यहाँ चाहिँ अब त्यही थालीमा दिने अनि त्यही फालिदिने त्यही हो नि चाहिँ म चाहिँ टिका लगाएर चाहिँ भ्याइयो अब चाहिँ मालासाला लगाएर टोपी लगाएर अब यहाँ छिटो टिका लगाउने अनि अब खाना चाहिँ क्यान्टिनमा खाने अब भनेर बसिरहेको हामी चाहिँ अब क्यान्टिनमा नि मान्छेहरू लाउँदै रहेछ है उता होस्टेलबाट अरू मान्छेहरू आएको थियो नि त धेरै मान्छे भएपछि अब धेरै हल्ला हुन्छ भनेर हामी चाहिँ यता लगायौँ अनि खाना चाहिँ उतै जाने भनेर बसेको ढाका टोपी मलाई चाहिँ जस नेपाली भएर चाहिँ ढाका टोपी छोरा मान्छे लाग्छ यस्तो मनपर्छ नि वाउ चट्ट सुहाउँछ कि नेपाली भन्ने चाहिँ अलिकति भाइब दिन्छ मिलाउँदैछु म चाहिँ यहाँनिर दाइलाई पहिला चाहिँ अब आफ्नो दाइलाई पनि लगाइदिएको थिएँ अब दाइ पनि जानुभयो अब बिस्तारै म नि जान्छु होला अब 1.5 वर्षपछि भनौँ न अब छिटै त भन्न सकिँदैन त्यस्तै हो जति बसे पनि पैसा त मेरो गयो कति भने म 19मा आएको होला 19मा आएको थियो 19 वर्ष हुँदाखेरि आएको 20 वर्ष 21 22 23 पो लागिसक्यो अब यो नोभेम्बरमा त ओहो बुढी भइसक्यो है अब यस्तै हो भन्दै मेरो टिका लगाइ भाइ अब दादाले नि मलाई लगाइदिने रे भनेर म चाहिँ यहाँ बस्दैछु
पहिले त दुईजनै लगाइदिन्थ्यो अहिले त खै एकजना मात्रै हुनुहुन्छ मेरो त हातै काम छ भन्दै हुनुहुन्थ्यो अब हात काम्दा नि लगाइदिनु भयो म चाहिँ मेरो चाहिँ यस्तो गरम भएको थियो नि बाहिर यस्तो गरम भएको थियो नि ओ माई गड के भन्नु र मलेसियामा त गरमको त कुरै छोडिदिउँ हौ पसिना निक्लिन्छ दाँतबाट यस्तो गरम भएर पानी पऱ्यो भने चाहिँ ठिकै हो नभए त सक्दिनँ हौ अहिले पनि पानी परिरहेछ गाराङ गुरुङ गरेर छ मेरो पैसा स्याएर होला पछाडिपट्टि अब होस् अब यत्तिकै हालिदिन्छु अब जस मेमोरी हुन्छ हौ पछिको लागि दादाले चाहिँ मलाई टिका लाउनु अब स्टार्ट गरिदिनु हुन्छ अब टिका लाउनु त खासै आउँदैन बुनु तिमी जसरी लाउँछ म पनि त्यसरी लगाइदिन्छु ल तिमीलाई भन्दै हुनुहुन्छ हुन्छ जसरी लगाए नै भन्दै बसिरहेको छ दादाले चाहिँ पहिला पनि साथीहरूको हातबाट लाउनु भएको थियो कि अब आफ्नै चाहिँ होइन अब साथीको बहिनीहरूले चाहिँ म पनि दादाको त अहिले साथीको बहिनी हो पहिला अब मेरो दाइसँग साथी थियो नि त दाइहरू पहिला सुरुमा आउँदा अनि वहीँबाट चाहिँ चिनेर नै मैले पनि दाइलाई लगाइदिनु भयो अनि भन्नुहुन्छ कि अनि सबसे भन्दा धेरै टिका चाहिँ मैले तिम्रै हातबाट लगाएँ होला 4 साल भयो मैले तिम्रै हातबाट लगाएको नभए त एकचोटि दुईचोटि भन्दा कसैकोबाट हातबाट नि लगाएको थिएन मैले भन्दै हुनुहुन्थ्यो अनि मैले आफ्नो तपाईँको आन्टीहरूको अङ्कलहरूको ठुल्बाबाहरूको छोरी लाउनु भएन भने अहिलेसम्म लागेको छैन म घरमै जाँदिनँ भन्नुहुन्छ कि दाइ अब एक्लो छोरो बाहिर बस्नुहुन्थ्यो अरे अनि घर पनि जानु हुँदैन थियो भन्दै हुनुहुन्थ्यो अनि टिका लाए पनि साथीको बहिनीको हातबाट लगाएको भनेर भन्नुहुन्थ्यो कि अनि भन्नुहुन्छ अनि मैले अहिले यत्रो वर्ष भइसक्यो मैले टिका लगाएको तर फरक तरिकाले लगाएको छ भन्नुहुन्छ कि अब त्यस्तै हो घर अनि मैले भन्छु कि म घर गएँ भने चाहिँ तपाईँलाई खोजी आएर पुरै सब मिलाएर लाउँछु ल दादा भन्दैछु कि म चाहिँ अब घर गएर चाहिँ भेट्ने हो कि नभेट्ने हो दादालाई थाहा छैन तर सकेसम्म भेट्ने प्रयास चाहिँ गर्नुपर्छ यत्रो वर्ष भइसक्यो टिका लगाएको अब माइती मानेको छु जस मनदेखि नै आफ्नो दाइ मानेर लगाएको छु सायद दादाले त्यस्तै सोच्नुहुन्छ होला मलाई त्यस्तो लाग्छ नि दादाले पनि अब आफ्नै बहिनी सोचेर त लाउनु भएको होला नि अब आफ्नै सम्झेर आफ्नै बहिनी जस्तै ठानेर हुन त दादाको नि बहिनी छैन अरे दिदी छैन अरे मेरो पनि त दाइ छैन भाइ नि छैन भन्दैछु दादालाई यस्तै हो भन्दै चाहिँ अब यहाँ टिका लगाउने कार्यक्रममा चाहिँ मेरो दादाको चाहिँ हात चाहिँ कामिरहेछ अनि भन्छ अब मलाई चाहिँ लगाइदिन्छ ल नानु भन्दै हुनुहुन्छ म चाहिँ यहाँ ढल्के लागि भनेर हावा लागेर फेरि टिका सिका उडाएर एकचोटि त तनावै बनाएको थियो यो हावाले पनि चाहिने बेला लाग्दैन नचाहिने बेला लाग्छ भने चाहिँ यही हो कि काम लाग्ने बेला चाहिँ आउँदैन काम नलाग्ने बेला चाहिँ आउँछ टिका लगाउन आँटेको अब घाम लागेर अब हावा लागेर तनाव त्यसमा दादालाई छिटो लाग्नु दादा जानु पऱ्यो उता भनेर गरमले नि होला भोक लागेर नि होला बिचरा दादाको हात पनि कामिरहेको छ हौ टिका लगाउनु नभएर अब पोहोर त अब दुईजनाले समातेर लगाइदिन्थ्यो अब एकजना त गाह्रै भयो बिचरा दाइलाई साइडमा लाग्यो मैले त लगाउनै जानेन बुनुको भनेर भन्दै हुनुहुन्छ साइडमा लगाएँ नि बिचमा लगाएँ नि अब लगाउनु भयो लगाइदिनु भयो होइन आफ्नै सोचेर लगाइदिनु भयो आफ्नै सोच्नु भयो अब त्यही हो खुसी लाग्छ अब आफ्नै नभए पनि आफ्नै जसले माया गर्नुभयो भनेर यस अब अर्को जन्ममा चाहिँ दाजु बहिनी भएको चाहिँ घरमा चाहिँ जन्म लिनु पर्ला म चाहिँ यहाँमा दादालाई ढोक्दैछु दादाले चाहिँ मलाई ढोक्दै हुनुहुन्छ ढोक्ने रे भनेर अनि मैले पनि ढोकेको छैन अब पाले भाले ढोक्नुपर्छ यो चाहिँ अब ल काम सकिलो जाऊँ न त भनेर म दादालाई भन्दैछु फोटो खिच्ने रे भनेर फोटो खिच्न लगाउँदैछ मेरो क्यामेराम्यान चाहिँ फुच्ची है फेरि मलाई सपोर्ट दिने चाहिँ मेरो फुच्ची छ होइन मैले त ढोक्नै बिर्सेछु हौ गाइज ल फुच्चीले सम्झाइदियो ढोक्नु पर्दैन भनेर मैले त बिर्सिरहेको छ अब यहाँ गरम भएर भोक लागेर हतारमा हामी चाहिँ उता गएर खाना खाँदैछौँ मैले ढोकिसक्यो खानासाना अब खाएर फोटो खिच्नुपर्छ भन्दै बसिरहेछौँ चाहिँ हामी सकेर हाम्रो अर्को टिम पनि लाई यहाँ चाहिँ टिका लगाएर थोरै रमाइलो गर्दै हुनुहुन्छ अनि मलाई चाहिँ दादाले गाह्रो भयो होला माथि जाऊ छिटो अब हिजो पनि रातभरि नै सुते छैन रहेछौ आज नि यस्तै भयो गएर सुत आराम गर भन्दै हुनुहुन्थ्यो
फेरि मेरो साथीले चाहिँ साइकल खेल्न जाने भन्दै थियो, फेरि दादाले गाली गरेर पर्दैन थाकिरा होला गएर सुत भनेर। हाम्रो यहाँ दाइले चाहिँ दाजु बहिनीलाई चाहिँ तिहार लागेको चाहिँ पुरै दाजु चाहिँ सायद कहिले नै खानु हुन्थेन होला, त्यही भएर अब छ्याङ दिएछ बहिनीले। दाइ त चिलिम सर्नु हो नि फेरि स्माइल दिँदै हुनुहुन्छ है, ह्यान्डसम हुनुहुन्छ है हाम्रो दादा चाहिँ। ल सम्पर्क गर्नु होला है मन पर्यो भने चाहिँ रेकिहाल्छु, त्यस्तो होइन सोझो हुनुहुन्छ। मलाई चाहिँ दादाले भिडियो बनाएको देखेर होला सायद दादालाई नराम्रो अप्ठ्यारो लाग्यो होला। माथि जाऊ माथि गएर सुत रेस्ट गर, त्यही सुतेको छैन गरम नि भइरहेछ जाऊ माथि भन्दै हुनुहुन्छ है। अब यस्तै हो हामी चाहिँ माथि गएको गाइस। अब आजको तिहार पनि सकियो, अब तिहारको भिडियो भर्खर अपलोड गर्दैछु, अब टाइम नै पाउँदैन नि त। अब त्यही भएर आज चाहिँ यस्तो टाइम मिलाएर भए पनि यसो अलिअलि भिडियोहरू राखौँ न त भनेर, मेमोरी हुन्छ पछिको लागि भनेर बनाएको कोही। ल गयो दा हामी चाहिँ गएँ गाइस, दादाले मलाई जाऊ जाऊ भन्नुहुन्छ। ल